ल हेरौँ किबोर्ड र माउस कसले जितेको छ भाइले है त ल उहाँले जित्नु भएको छ किबोर्ड र माउस तपाईँको @किरण जुन दिन हाम्रो युट्युबको च्यानलमा 1 लाख सब्सक्राइबर पुग्छ त्यो दिन हामीले 95,000 पोइन्ट ल्यापटप गिभ अवे गर्नेछौँ। आजको भिडियोमा कमेन्ट गर्ने मध्ये कोही एकजनाले पाउन सक्नुहुन्छ एयरबड, यो चाहिँ जस्ट कमेन्ट गरेको भरमा पाउन सक्नुहुन्छ। ल्यापटप किन्दाखेरि के पाउँछ त ब्याग, माउस, किबोर्ड गार्ड, माउस प्याड, इनर ब्याग। हाम्रोमा इएमआई पनि सुरु भइसक्यो, 0% इन्ट्रेस्ट हामीले इएमआई गर्छौँ। तपाईँलाई 35,000 देखि लिएर 3 लाखसम्मको कुनै पनि ल्यापटप चाहियो भने म्याक्सेलमा आउन सक्नुहुन्छ। म्याक्सेलले बेस्ट डिल दिएको छ, दिन्छ पनि हैन। क्यू लेनोभोको एलो क्यू 4050, क्यूको i7 भइहाल्यो 5050 मा एकदम हाई लेभलको एआई कामहरु गर्नको लागि चाहिँ यो गेमिङ ल्यापटप बनाएको है गाइस। एचपी को ओमेन पनि छ, i7 मा 14 जेनेरेसनमा आरटीएस को 5060 भएको। लोकेसन रहेको छ पुतली सडकमा नेपाल इन्भेस्टमेन्ट बैंकको अगाडि। साथैसँग आउनु भएको छ भने तपाईको ल्यापटप पुरानो भइसकेको छ भने आउनुस्, हामीले फ्रीमा सर्भिसिङ गरिदिन्छौँ। 1,34,000 मा i5 को 5050 लिन सक्नुहुन्छ। तपाईलाई कुनै पनि ब्रान्डको गेमिङ ल्यापटप चाहियो अथवा नर्मल ल्यापटप चाहियो भने म्याक्सेलमा आउनु होला। हामीले तपाईलाई बाबाल प्राइसमा दिएका थियौ, दिन्छौँ पनि, त्यसको लागि चाहिँ चिन्तै नगर्नु होला। हाई लेभलको भिडियो एडिटिङ, हाई लेभलको गेमिङ, हाई लेभलकै तपाईको एकदम प्रोफेसनल टाइपको आर्किटेक्चर टाइपको कामहरु गर्नलाई यो चाहिँ हुन्छ। 41,500 मा तपाईले यो ल्यापटप पाउन सक्नुहुन्छ। तर म्याक्सले कतिमा दियो? जम्मा 41,000 मा। दाइ मलाई पोर्टेबल ल्यापटप चाहियो तर आरटीएस भएको चाहियो। 2 इयर को यसमा हार्डवेयर वारेन्टी छ, सफ्टवेयरको लाइफ टाइम वारेन्टी हामीले सबै ल्यापटपमा दिएका छौं। अल नेपाल क्याश अन डेलिभरी म्याक्सले दिएको पनि छ, दिन्छ पनि, दिइ पनि रहन्छ। Asus को VivoBook M16 भन्ने मोडल हो यो चाहिँ। एआई प्रोसेसरको 350, 16GB RAM 512। मार्केट प्राइस 1,10,000 छ। तर म्याक्सले कतिमा दियो? 1,05,000 मा। एआई कामहरु गर्नलाई धेरै जनाले रहर गरेर हुन्छ हैन, उहाँको लागि चाहिँ प्राइस यो ल्यापटप एकदम बेस्ट हुन सक्छ। 1 लाख मा एसर को स्विफ्ट, Asus को जेनबुकहरु दामी दामी ल्यापटप आउँछ।